Hello, hello. सर नमस्कार। नमस्कार, नमस्कार। त्यही त सबैजना साइलेन्टमा बस्नुहुन्छ। यो स्लाइड देखिया छ? छैन सर, देखिँदै होला सायद। आउँदैछ। देखियो सर। ल ठिक छ। अब हामीले च्याप्टर 1 चाहिँ हिजो सकायौँ होइन। अब च्याप्टर 2 मा चाहिँ रिकभरीको पार्टहरू के छ अब पढ्छौँ। होइन, अब मेनली चाहिँ रिकभरी भनेको अब सर्ट टर्म रिकभरी र लङ टर्म रिकभरी हुन्छ होइन। अब यसलाई चाहिँ दुई तरिकाले हेर्नुपर्ने हुन्छ जहिले पनि। सर्ट टर्म रिकभरी भनेको टेम्पोररी हामीले चाहिँ लङ टर्म रिकभरी भन्नाले चाहिँ रिकन्स्ट्रक्सन एन्ड रिहेबिलिटेसनतिर बुझ्नु पर्यो। सर्ट टर्म भन्नाले चाहिँ हामीले त्यो रिकभरी एन्ड रिकन्स्ट्रक्सनको कामहरू सकाएर त्यसलाई चाहिँ फेरि पब्लिकलाई चाहिँ त्यो डेलिभर नगर्ने बेलासम्म उनीहरू टेम्पोररीली बस्ने ठाउँहरूलाई चाहिँ सर्ट टर्म तरिकाले बुझ्नु पर्यो। होइन, अब यो रेस्पोन्स रिलिफको फेजदेखि नै ती पाटोहरू चाहिँ बिस्तारै सुरु हुँदै जान्छ। होइन, अब त्यो अब रिकभरीको लागि चाहिँ इम्पोर्टेन्ट भनेको हाम्रो डिजास्टरबाट चाहिँ ड्यामेज एसेसमेन्ट नगरिकन हामीले चाहिँ रिकभरीको फेजलाई चाहिँ अगाडि प्लान गर्नलाई चाहिँ असाध्यै गाह्रो हुन्छ होइन। ती चिजहरू कसरी चाहिँ डाटा कलेक्सन गर्ने, के गर्ने, कसरी चाहिँ त्यसलाई भेरिफिकेसन गर्ने भन्ने कुराहरू चाहिँ आउँछ। अब मेनली चाहिँ अब यसको भनेको एक्सनहरू भनेको रिस्टोरिङ एसेन्सियल। अब मेनली चाहिँ हामीले डिजास्टरबाट इम्प्याक्ट भएका जस्तो सर्ट टर्ममा चाहिँ अब भनौँ न हामीले चाहिँ जस्तो पावर सप्लाई सिस्टमहरू भन्नाले चाहिँ वाटरको, यो इलेक्ट्रिसिटीको, कम्युनिकेसनका यस्ता कुराहरू भए, इन्फ्रास्ट्रक्चर डेभलपमेन्टका कुराहरू भए, बिल्डिङहरू अब जस्तो कुराहरू अथवा मेन्टेनेन्सका कुराहरू भए, यी चिजहरू चाहिँ अब रिकभरी फेजमा चाहिँ हामीले गर्न सकिने टेम्पोररी हाउसिङहरू प्रोभाइड गर्ने कुराहरू होइन। अब यो फिजिकल एन्ड साइकोलोजिकल रिहेबिलिटेसन, अब यो चाहिँ असाध्यै इम्पोर्टेन्ट। जुन डिजास्टरले चाहिँ इम्प्याक्ट गरिसकेपछि सर्टेन पपुलेसन अब जो भिक्टिमहरू छन् उनीहरूलाई चाहिँ मेन्टल अब साइकोलोजिकल पनि एकदमै उनीहरू चाहिँ इम्प्याक्टमा भनौँ न यो डिसअर्डरमा हुने अथवा इम्प्याक्टमा हुने ती कुराहरूलाई चाहिँ कसरी सर्ट आउट गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ यसमा आउँछ। किनकि कतिले चाहिँ आफ्नो फ्यामिली मेम्बरहरू लस गरेको हुन्छ, रिलेटिभ्सहरू लस गरेको हुन्छ, आफै पनि डिस्प्लेस भएको हुन्छ होइन। यस्ता चिजहरूलाई चाहिँ कसरी गर्ने भन्ने कुरा। अब यो अब रिस्टोरिङ एसेन्सियल सर्भिसेसका कुराहरू हजुर कसको बजेट यहाँ? हेलो एसएससी ओहो हेलो बिपिन सरको चाहिँ त्यसलाई अलिकति म्युट। अब जस्तो फुडहरू, क्लिन वाटर एन्ड सेनिटेसनका कुराहरू, लाइभलीहुडको कुराहरू होइन, हेल्थ सर्भिसेस, एजुकेसन। अब यो भनौँ रिकभरी फिल्डमा त टेम्पोररी वेमा जस्तो स्कुल बिल्डिङहरू ड्यामेज छ, हेल्थ क्याम्पहरू ड्यामेज छ भने त्यसलाई चाहिँ तत्काल टेम्पोररी यो भनौँ न स्ट्रक्चरहरू बनाएर कसरी अगाडि बढाउँछ। एजुकेसनलाई चाहिँ हामीले चाहिँ त्यो फुल्ली रिकन्स्ट्रक्सनमा नजाने बेलासम्म रोक्न मिल्दैन। इभन
इमर्जेन्सी फेज लङ टर्म छ भने त्यसलाई चाहिँ हामीले तत्काल चाहिँ कसरी एजुकेसन सर्भिसलाई अगाडि बढाउने भन्ने कुराहरू चाहिँ एजुकेसन क्लस्टरमा पनि एजुकेसन सेक्टरले चाहिँ बढी हेरिराखेको काम गर्ने सेक्टर भएको हुनाले उनीहरूले हेर्छ। त्यस्तै हेल्थ सेक्टरलाईको कुराहरू भयो। अब जस्तो यसमा चाहिँ सिटिजन जो चाहिँ भिक्टिम पपुलेसन छ त्यसलाई चाहिँ डुप्लिकेसनको कुराहरू नहोस् भनेर अथवा रिलिफ को रेस्पोन्स रिलिफको सामानहरू चाहिँ अब भिक्टिमले पाओस् भन्ने हिसाबले चाहिँ उनीहरूको चाहिँ विभिन्न रेकर्डहरू चाहिँ राख्ने कुराहरू भइहाल्यो। जस्तो अब नेपालको केसमा हेऱ्यो भने 15 को भूकम्पपछि जुन रिकन्स्ट्रक्सनको कुराहरू आयो त्यति बेला अथवा यो भनौँ न रिलिफ डिस्ट्रिब्युसनको कुराहरू आयो त्यति बेला चाहिँ के भयो फ्यामिलीहरू नै फेरि अब अवेरनेसको कमी हो। त्यो भनेको जस्तो सबै सेपरेट जस्तो एउटै फ्यामिलीको 4 जना मेम्बर छ भने 4 जना छुट्टै फ्यामिली सिस्टम देखाएर पनि उनीहरूले लिने त्यसरी चाहिँ लिएको स्थिति छ। त्यस्तो चाहिँ नहोस् भन्ने हिसाबले यी चिजहरू भए। अनि अब यो पब्लिक स्पेसमा रिलिजियस सोसल एन्ड कल्चरल एक्टिभिटी उनीहरूको रिलिजन बेसमा अथवा कल्चर बेसमा के चिजहरू हुनुपर्ने त्यसको पाटोबाट पनि हेरिदिने अब बनाइनु पर्ने स्ट्रक्चरहरू होइन। लङ टर्म मेजर्स अफ रिकन्स्ट्रक्सन होइन इन्क्लुडिङ द रिप्लेसमेन्ट अफ बिल्डिङ्स एन्ड इन्फ्रास्ट्रक्चर। अब यो चाहिँ लङ टर्म रिकभरीमा जान्छ फेरि रिकन्स्ट्रक्सन एन्ड रिहेबिलिटेसनलाई चाहिँ लङ टर्म रिकभरीमा पनि हेर्ने गरिन्छ होइन। मेनली चाहिँ इन्टरिम हाउसिङहरू र त्यसको सेनिटेसन यो को कुराहरू आइडिपिज क्याम्प कस्तो खालको बनाउने कसरी बनाउने भन्ने कुराहरू चाहिँ यो रिकभरीमा आउने कुराहरू। जस्तो नेपालमा पनि तपाईँहरूको एउटा खालको चाहिँ रिसर्च गर्छन् नर्मली चाहिँ कुन चाहिँ कति कस्टमा चाहिँ कस्तो खालको स्ट्रक्चर बनाउन सकिन्छ भन्ने कुराहरू त्यसको इभ्यालुएसन नगरी एनालाइसिस नगरी हामीले यत्तिकै रिकभरीमा पनि जाँदैनौँ। टेम्पोररी हाउसिङहरू चाहिँ बनाउनु पर्यो भने अब त्यसको मिनिमम कस्ट चाहिँ कति लाग्न सक्छ लोकेसनको हिसाबले। अब जस्तो ट्रान्सपोर्टेसन कस्ट फरक लाग्न सक्ला अथवा मेटेरियलको कस्ट यी चिजहरूलाई चाहिँ ध्यानमा राखेर प्लान चाहिँ बनाउनु पर्ने हुन्छ र त्यसको लागि कति बजेट चाहिन्छ त्यो उपलब्ध छ कि छैन भन्ने कुराहरू चाहिँ इम्पोर्टेन्ट होइन। अब क्याम्पहरू जस्तो हेल्थ क्याम्पहरू हुन सक्छन् कल्चरल अब मान्छेहरू चाहिँ बस्ने त्यहाँ बच्चाहरूको लागि खेल्ने ठाउँहरू त्यही हिसाबले बनाइदियो। यो टोयलेटहरू बाथरुमहरू चाहिँ भनौँ न यो खालको चाहिँ बनाउन सक्यो भने चाहिँ अब यो चाहिँ फार फ्रम द क्याम्प हुनु पर्यो होइन। नजिकै भयो भने त्योबाट आउने दुर्गन्धितहरूले चाहिँ अर्को खालको चाहिँ समस्या निम्तिन सक्छ। यी चिजहरू र यो टेम्पोररी क्याम्पहरू बनाउँदाखेरि पनि सेफ जोनमा चाहिँ हुनु पर्यो है। अब जस्तो यो चाहिँ जापानकै त्यो हामीले चाहिँ सुनामी आफ्टर सुनामी चाहिँ उनीहरूले चाहिँ एउटा सर्टेन भनौँ न एरियाको अथवा एउटा ब्लक खालको चाहिँ घरहरू चाहिँ बनाएर डिस्ट्रिब्युसन गरेको थियो। त्यसको लागि चाहिँ भनौँ न 30,000 टेम्पोररी हाउसिङ युनिट्स इन 2 मन्थ्स चाहिँ उनीहरूले बनाएर चाहिँ प्रोभाइड जस्तो जो चाहिँ डिस्प्लेस पपुलेसन छ उनीहरूको लागि चाहिँ प्रोभाइड गर्न सफल भएको थियो भन्ने कुराहरू छ होइन। अब यो यसको चाहिँ मेनली चाहिँ कस्ट भनौँ न जस्तो अब यसको प्लिन्थ एरिया चाहिँ 30 मिटर स्क्वायर जस्तो रूम किचन टोयलेट बाथरुम सबै चिज जस्तो 2 मिलियन जापानी येन पर युनिट भनेको एउटा युनिटलाई 2 मिलियन भनेको चाहिँ अब नेपालको लागि त यो फेरि टेम्पोररी हो होइन। अब जस्तो रिकभरीमा बनाइने टेम्पोररी हाउसिङहरू प्रोभाइड गर्ने हो भनेको आफ्टर रिकन्स्ट्रक्सन जान्छ होइन डिसमेन्टल गर्ने कुराहरू भयो। अब यो भनेको चाहिँ एभरेज अब नेपालको कन्टेक्समा हेऱ्यो भने त यो त महँगो हुन्छ 2 मिलियन भनेको 20 लाख जस्तो जापानी भनेको 20 लाख नेपाली युनिट जस्तो हुन्छ नेपाली पैसा जस्तो अलमोस्ट सिमिलर छ। डिजाइन फर 2 इयर्स होइन। तर यो चाहिँ रिकन्स्ट्रक्सन एन्ड रिहेबिलिटेसनमा डिपेन्ड हुन्छ। जस्तै हाम्रो प्लान चाहिँ रिकन्स्ट्रक्सनको टाइम फ्रेम कति छ त्यही हिसाबले चाहिँ यताको प्लानिङ गर्नुपर्छ। तर हाम्रोमा चाहिँ एकदमै यो चिजहरू चाहिँ के छ त ल्याकिङ छ। अब कति 1 वर्ष 1.5 वर्ष भइसक्यो त्यो जाजरकोट अर्थक्वेकको अहिले बल्ल डिटेल ड्यामेज एसेसमेन्ट भनेर मान्छेहरू बल्ल अहिले ऊ गरेर पठाउन लागेको छ भनेको यो त एकदमै नेग्लिजेन्स जस्तो हुन्छ कि डिजास्टर आफ्टर डिजास्टर चाहिँ हामीले नेपालको
सिनारियोमा चाहिँ कसरी गइरहेको छ, यो त इन्टरनेसनलले वाच गरिरहेको छ नि त होइन। ती चिजहरू चाहिँ तत्काल हामीले गर्नुपर्ने कुराहरू पनि अब ड्यु टु मेनी भनौँ न कन्डिसन्स भनौँ, अब यो पोलिटिकल इन्स्टेबिलिटी अथवा यो फाइनेन्सियल कन्डिसनका कुराहरू छ, अब यी सबै जोडिन्छ अथवा त्यो प्रोसेस एडमिनिस्ट्रेसन प्रोसेसको चाहिँ टाइमिङ चाहिँ लामो भनौँ न एकदम टाइम कन्ज्युमिङ, यी चिजहरू चाहिँ अब इम्प्याक्ट गर्दाखेरि चाहिँ त्यो अब भनौँ डेभलप कन्ट्रीहरूको हेऱ्यो भने छुट्टै हामीले बनाउने त्यो गाउँघरमा देखिने हाम्रो खालको जुन पर्मानेन्ट वेमा बसेका घरहरू छन्, मेसिनरी हाउसेसहरू, त्यस्तो कस्ट लाग्ने चाहिँ उनीहरूले चाहिँ प्रोभाइड गरिरहेको। अब हेल्थ सर्भिसेसका कुराहरू होइन, सोसियल एन्ड हेल्थ सर्भिसेस, एजुकेसन सर्भिसेस टेम्पोररी वेमा चाहिँ जस्तो अब स्कुलको कटेज चाहिँ यस्तो खालको बनाएर पनि एजुकेसनलाई चाहिँ रन गराइरहेको छ। जस्तो एजुकेसन टाइममा रन हुनु सकेन, जस्तो बच्चाहरूलाई त साइकोलोजिकल इम्प्याक्ट हुन्छ नि त। जस्तो एभ्री डे उनीहरू चाहिँ काम भएन, त्यो एउटा तरिकाले भुल्नु पऱ्यो भने उनीहरू मेन्टल्ली चाहिँ डिफ्रेन्स भनौँ न, जो नर्मल लाइफभन्दा चाहिँ फरक हुन्छ। त्यो इम्प्याक्टलाई चाहिँ ध्यानमा राख्नु पर्यो। तर अब गभर्मेन्टले पनि त्यही हिसाबले चाहिँ सोच दिनु पर्यो होइन। अब जस्तो हामीले बनाउने स्ट्रक्चरहरू जहिले पनि अब बिल्ड ब्याक बेटर भन्ने 3Bs भन्ने छ होइन। यो जुनसुकै टेम्पोररी सेल्टर होस् या पर्मानेन्ट रिकन्स्ट्रक्सन एन्ड रिहेबिलिटेसनको कुराहरू छ, जहिले पनि हामीले चाहिँ पहिलाको भन्दा चाहिँ बेटर वेमा चाहिँ कन्स्ट्रक्सन गर्नु पर्यो, बिल्ड गर्नु पर्यो। टेम्पोररी सेल्टरहरू पनि हामीले जस्तो बनाउँदाखेरि एकदमै चिल्ड्रेन फ्रेन्डली अथवा फ्रेन्डली हुनु पर्यो, अथवा डिसेबल पिपल फ्रेन्डली हुनु पर्यो, अब ओल्ड एजिङ पिपल फ्रेन्डली हुनु पर्यो। यी चिजहरू चाहिँ सबै चिज जस्तो अब फेरि लगेर क्याम्प बनाउने तर डिजास्टर प्रोन जोनमा लगेर बनाउने होइन। जस्तो यहाँ यत्र खोलाहरू यो नाला छ यहाँ बच्चाहरू चाहिँ क्रसिङ गर्न सक्दैन भने यहाँ मात्रै क्याम्प भएर पनि यसो खालको चाहिँ हुनु पर्यो, बिल्डिङ ब्लक हिसाबले सक्नु हुनु पर्यो भन्ने कुराहरू। जस्तो अब हामीले चाहिँ डेब्री जस्तो जहाँ पहिलाको घर थियो त्यो डिजास्टरले इम्प्याक्ट गर्यो, भत्क्यो, फेरि त्यही ठाउँमा लगेर क्याम्प बनाउने होइन। ती चिजहरूलाई त्यो डेब्रिजहरूलाई पहिला म्यानेजमेन्ट गर्नु पर्यो, त्यहाँपछि बल्ल बनाउने कुराहरू हुन्छ। अर्को अब क्याम्प बनाउँदाखेरि एकदमै सेफ जोन। अब यो जस्तो एक्जिस्टिङ जो बिल्डिङ्सहरू छ जो ड्यामेज छन्, फुल्ली ड्यामेज छन् भने त्यसलाई चाहिँ डिमोलिस गर्ने कुराहरू हुन्छ होइन। त्यो गरिसकेपछि बल्ल अर्को प्लानिङ हुन्छ, त्यो प्लानिङ वेमा बल्ल रिकन्स्ट्रक्सनमा जान्छ भन्ने कुराहरू पनि। र यो डेब्रिज यो बिल्डिङ डिमोलिस गरिसकेपछि आएको डेब्रिजलाई चाहिँ कसरी म्यानेज गर्ने, हामीले कति चिजहरू चाहिँ रियुज गर्न, जस्तो रिसर्च गर्नु पर्यो। त्यसको लागि चाहिँ जस्तो यो रिसाइकल मेटेरियलहरूलाई चाहिँ कस्तो ठाउँमा चाहिँ प्रयोग गर्न सकिन्छ, त्यहाँ लगेर चाहिँ प्रयोग गर्न गर्नु पर्यो। त्यसको चाहिँ स्टडी हुनु पर्यो, कति इन्टरनेसनल स्टडी भएको छन् होइन। जस्तो तपाईँको बिल्डिङबाट निस्केको जुन कङ्क्रिट हुन्छ त्यसलाई पनि एउटा क्रसिङ गरेर चाहिँ विभिन्न यो रोडहरूमा अथवा अरू सेक्टरमा चाहिँ युज गर्न सकिन्छ। ती चिजहरूको चाहिँ फाइन्डिङ गरेर म्यानेजमेन्टको गर्ने कुराहरू हुन्छ। जस्तो लाइफ लाइन युटिलिटिजको कुराहरू, नर्मल सिभिक सर्भिसेसका कुराहरू होइन, इकोनोमिक रिकभरी इन्क्लुडिङ साइट्स फर बिजनेस रिजम्सन होइन। अब बिजनेस रिजम्सन हुँदा अब जस्तो त्यहाँ सबै चिजहरू चाहिँ कन्सिडरेसन गर्नु पर्यो भनेको, त्यहाँ अब प्राइभेट अर्गनाइजेसन, बिजनेस कमर्सियल अर्गनाइजेसनहरू उनीहरूले पनि त्यही खालको चाहिँ प्लानिङ गरेर अगाडि बढ्नु पर्यो। रिकभरी टास्क फोर्सका कुराहरू। तर अब यो मेडिकल एन्ड क्लासरुम फेसिलिटिज
रिहेबिलिटेसन अफ लाइभलीहुड यस्ता खालका स्ट्रक्चर। अब यो चाहिँ स्ट्रक्चरहरू चाहिँ कस्तो बनाउने भन्ने कुरा चाहिँ डिपेन्ड्स अन कन्ट्री भयो, डिपेन्ड्स अन कन्ट्रिज इकोनोमी भयो, डिपेन्ड्स अन अब रिलिजन बेसमा हुनसक्छ, डिपेन्ड्स अन लोकेसन हुनसक्छ। हामीले पनि यही नेपालको कन्डिसन हेऱ्यौँ भने चाहिँ यो हिमाल पहाड तराईमा चाहिँ डिफ्रेन्ट खालको चाहिँ स्ट्रक्चरहरू बन्न सक्छन्। भनौँ इन्भाइरोमेन्टल फ्रेन्डली हुनु पऱ्यो नि त होइन। जस्तो तराईमा हुने स्ट्रक्चर र हिमालमा हुने स्ट्रक्चर चाहिँ एउटै खालको क्याम्पिङहरू चाहिँ नहुन सक्छ। त्यो स्टडी गरेर मात्रै त्यहाँको चाहिँ डिटेल हामीले चाहिँ यो मेट्रोलोजिकल डाटाहरू लिएर मात्रै अगाडि बढ्न सकिन्छ। सेल्टर त्यही भएर यहाँ डिफ्रेन्ट खालका सेल्टरहरू अब छन्, त्यो चाहिँ कन्ट्री वाइज फरक फरक खालका हुन्छन् भन्ने कुराहरू नै हो। अनि अब डिजास्टरलाई चाहिँ एनालाइसिस भनौँ न, जस्तो डिजास्टरको इम्प्याक्ट चाहिँ एसेसमेन्ट नगरिकन चाहिँ हामीले रिकभरीलाई चाहिँ अगाडि बढ्न सकिँदैन। हो यो इट्स इम्पोर्टेन्ट। एनालाइसिस अफ डिजास्टर इभेन्ट्स हैज आइडेन्टिफाइड भेरियस प्याटर्न्स एन्ड टाइम स्केल्स फर रिकभरी एक्टिभिटी होइन। जस्तो रिकभरीको लागि चाहिँ अब त्यो एकचोटि हामीले चाहिँ जस्तो रिकभरी एन्ड रिकन्स्ट्रक्सनमा जानुभन्दा अगाडि त्यो फ्रिक्वेन्टली हुने अब जुन हामीले रिस्क एनालाइसिस पहिले पढिसकेका छौँ, अब त्यसको फ्रिक्वेन्सी कस्तो र त्यसको इम्प्याक्ट हेरिकन हामीले रिस्क एनालाइसिस गर्छौँ। फ्रिक्वेन्टली भइराख्ने डिजास्टरहरू छ, त्यसको इम्प्याक्ट पनि राम्रै छ, जुन त्यो भनेको हाई रिस्कमा पर्ने चिजहरू अथवा एक्सट्रिम रिस्कमा पर्ने चिजहरूलाई चाहिँ कुन वेबाट चाहिँ अब हामी बिल्ड ब्याक बेटरमा जाने हो नि त, त्यसको लागि चाहिँ एनालाइसिसको पाटो चाहिँ इम्पोर्टेन्ट भयो। And in most sizable disasters, there is no quick finalization of response recovery action. And अब यसको चाहिँ भनौँ न रेस्पोन्स र रिकभरी एक्सनको लागि चाहिँ मेनली चाहिँ रेस्पोन्सको लागि चाहिँ रिस्क एनालाइसिस पहिले हामीले डिजास्टर म्यानेजमेन्ट प्लान हुनु पर्यो। रिकभरी एक्सनको लागि चाहिँ अब त्यसको प्रोबेबल कन्डिसन हेरेर चाहिँ फाइनलाइज गर्ने डिटेल स्टडी गरेर मात्रै जाने कुराहरू हुन्छ। सानो खालको डिजास्टर एउटा इम्प्याक्ट मात्रै हेरेर हुँदैन। जस्तो फ्लडिङ भइराख्ने हाम्रो डिस्ट्रिक्टहरू, कम्युनिटीहरू अथवा सिटी एरियाहरू छ भने त्यसको चाहिँ क्विक डिसिजन गर्न चाहिँ के हुन्छ त गाह्रो हुन्छ। रिकभरी कसरी गर्ने भन्ने त्यसको डिटेल लेआउट प्लानिङ चाहिँ एनालाइसिस गरेर मात्रै गर्ने। अब तपाईँहरूले हेक्रास चलाउनुहुन्छ, भनौँ न कुनै एउटा रिभरको चाहिँ क्याचमेन्ट एरिया हेरेर त्यहाँको रेनफल डाटाहरू हेरेर भनौँ न एउटा उ गर्नुहुन्छ। अहिले अब त्यो मैले कस्तो भन्दाखेरि सिटी एरिया जस्तो हामीले काठमाडौँको इक्जाम्पलको रूपमा काठमाडौँ हेऱ्यौँ भने काठमाडौँ अब अलरेडी फुल्ली कङ्क्रिट सिटी जस्तो भइसक्यो। भनेको त्यहाँ हरेक जति प्रिसिपिटेसन भयो त्यसको रिचार्ज हुने ठाउँहरू छैन, सबै के हो त खोलामा जाने हो। जस्तो हाम्रो जुन यो फ्लडको चाहिँ एनालाइसिस मेकानिजम छ, जुन भेजिटेसनबाट रिचार्ज हुने अथवा ओपन स्पेसहरूमा कसरी जाने, र हाम्रो के भयो त एरिया अब यहाँको सिटी पनि डेन्स भइसक्यो र त्यो डेन्स पपुलेसनले युज गर्ने वेस्ट वाटरहरू पनि जम्मै के हो त फेरि जाने कहाँ हो, खोलामा हो। फेरि अब डबल भएको प्रिसिपिटेसन पनि फुल्ली रूपमा जानु पर्यो खोलामा। जस्तो पहिला एग्रिकल्चर ल्यान्ड थियो, त्यहाँ यो रिचार्ज हुने ठाउँहरू थिए, त्यो हिसाबले चाहिँ खोलामा पहिलाको प्रिसिपिटेसन लेभलबाट त्यो खोलामा जाने पानीको लेभल चाहिँ धेरै फरक थियो। र अहिले त्यही स्टाइलले हामीले एनालाइसिस गऱ्यौँ भने हामी चाहिँ एकदमै यो ठुलो मिस्टेक चाहिँ हुनसक्छ है। हामीले काठमाडौँको केस हेऱ्यौँ, मेनली सिटी एरिया हेऱ्यौँ भने चाहिँ काठमाडौँ, ललितपुरको पनि मेन सिटी एरिया हेऱ्यौँ भने चाहिँ भक्तपुरको कोर एरिया हुनसक्छ होइन। अब पहिलाको र अहिलेकोमा फरक के छ त, र त्यहाँ कसरी चाहिँ यो डिस्चार्ज लेभल चाहिँ खोलामा बढिरहेछ भन्ने कुराहरू चाहिँ एनालाइसिस प्याटर्नलाई अलिकति चेन्ज गर्ने हो कि अथवा ती कुराहरू चाहिँ एनालाइसिस नगरी भन्न नसक्ने कुराहरू भयो। The potentially long recovery period means the vulnerability of a state country to future disaster is exacerbated भन्छ होइन। अब हामीले चाहिँ लङ रिकभरी पिरियड अब कुनै डिजास्टरहरू चाहिँ क्यास्केडिङ डिजास्टरहरू हुनसक्छ, त्यसलाई चाहिँ हेरिकन त्यसको भल्नेबिलिटी लेभलहरू हेरिकन मैले अघिल्लो च्याप्टरमै त्यो ड्यामेज एसेसमेन्ट
भनेर ड्यामेज एन्ड लस एसेसमेन्ट गर्नुपर्छ। त्यसको आधारमा त्यहाँ बाहेक अर्को एउटा चिज पनि थियो रिस्क एसेसमेन्ट होइन। त्यो रिस्क एसेसमेन्ट गरिसकेर मात्रै त्यो रिकभरी प्लान, जस्तै रिकभरीमा जाँदाखेरि चाहिँ जुन एरियाहरू चाहिँ लो रिस्क छ अथवा एकदमै रिस्कबाट अथवा रिस्कै नभएको ठाउँहरू छ, सेफ जोन छ भने त्यस्तोमा गरेको। दि फाइनेन्सियल एन्ड मेटेरियल डिमान्ड्स अफ रिकभरी प्रोग्राम्स युजली, अब यो मेनली चाहिँ रिकभरी पिरियडमा चाहिने हामीले सकभर चाहिँ यो सस्टेनेबल डेभलपमेन्टको लागि चाहिँ जहिले पनि लोकल रिसोर्सेसहरूको चाहिँ प्रयोग गरेर मात्रै अगाडि बढ्न सकिन्छ। नत्र हामीले चाहिँ इम्पोर्टेड गरेको सामानहरूले चाहिँ टाइम पनि लाग्छ। अर्को एकचोटि गरिसकेपछि अर्कोचोटि कम्युनिटी इटसेल्फ उनीहरूले चाहिँ कोप अब गर्ने चिजहरूलाई चाहिँ भनौँ न अब एउटा अलि सुरुमा आफ्टर डिजास्टर चाहिँ सर्टेन कुनै अब अर्गनाइजेसनले चाहिँ सपोर्ट गर्ला, त्यही हिसाबले बनाउला। तर पछि चाहिँ त्यसलाई चाहिँ लङ टर्मको रूपमा हेऱ्यो भने त पछि कम्युनिटी आफैले चाहिँ गर्नु पर्यो भने चाहिँ गाह्रो कुरा होइन। The cumulative effect of above factors is often clearly seen in very disaster-prone countries. And in such countries, the repeated impact of disaster means that recovery is never really complete. जस्तो अब रिपिटेडली केही चिज मिस्टेक बनाउनु, अब जस्तो हाम्रो आफ्नो चाहिँ त्यसलाई चाहिँ कोरिलेट गरेर हेऱ्यो भने हामीहरूले आफैले रिपिटेडली एउटै चिज मिस्टेक गरिरहेछौँ भने हामीले लर्नै गरेका छैनौँ भने जस्तो हामीले चाहिँ रिकभरी फेजमा चाहिँ डिटेल स्टडी नगरिकन काम गरिरहेछौँ भने रिपिटेडली त्यो डिजास्टरले त इम्प्याक्ट गरिराख्ने भयो भनेको त्यसले गर्दाखेरि चाहिँ रिकभरी चाहिँ इफेक्टिभ वेमा गइरहेको छैन। फुल्ली रिकभरी फेजमा हामीले चाहिँ लर्निङ गरिरहेको छैनौँ भन्ने कुराहरू चाहिँ जोडिरहेको हो त्यो पार्ट। अब यो रिकभरीमा चाहिँ जस्तो हाम्रो चाहिँ ट्रान्सफर अफ रेस्पोन्सिबिलिटी फ्रम रेस्पोन्स टु रिकभरी, जस्तो हामीले चाहिँ यो सुरुको फर्स्ट च्याप्टरको सुरुकोमा चाहिँ हामीले एउटा ग्राफ पढाएको थियौँ। सुरुमा चाहिँ जस्ट एट द टाइम अफ डिजास्टर रेस्पोन्सको काम एकदमै बढी हुन्छ, त्यसको प्यारलली सँगसँगै अलि के अरे उसमा चाहिँ रिकभरी अर्ली रिकभरीको कामहरू हुन्छ भन्ने, अथवा रिलिफ डिस्ट्रिब्युसनका कुराहरू सुरुमा इमर्जेन्सी फेज भयो, त्यसमा चाहिँ सर्च एन्ड रेस्क्युका कुराहरू रेस्पोन्सका, अब ती चिजहरू सँगसँगै अब यो कसरी चाहिँ ट्रान्सफर गर्ने, रेस्पोन्सिबिलिटी सधैँ रेस्पोन्समा अथवा सर्च एन्ड रेस्क्युमा त बस्दैन। एउटा टास्क सकिँदै जाँदाखेरि यो फेज पनि सकिन्छ, तर के हुन्छ त फुल्ली चाहिँ ट्रान्सफर नहुन पनि सक्छ। भनेको हामीले चाहिँ सर्च एन्ड रेस्क्युको काम घट्दै जान सक्छ, तर यो रिकभरीको कामहरू के हुन्छ त बढ्दै जान्छ नि त। ती चिजहरूलाई चाहिँ कसरी उ गर्ने भन्ने कुराहरू हो। जस्तो इम्पोर्टेन्ट फ्याक्टर इज इन दिस ट्रान्जिसन प्रोसेस द एक्चुअल ट्रान्सफर अफ अथोरिटी, होइन अथोराइज चाहिँ हुनु पर्यो। भनेको जस्तो रेस्पोन्सको काम गरिराख्नेहरूले चाहिँ रिकभरीलाई चाहिँ अब आफ्नो ह्यान्डओभर जस्तो कामहरू चाहिँ फुल्ली ह्यान्डओभर, कति ह्यान्डओभर गर्न सकिन्छ ती चिजहरू, जस्तो डाटाहरू कलेक्सन गरे हुन्छ त्यो डाटाहरू उता ह्यान्डओभर गरिदिनु पर्यो, ताकि उनीहरूले चाहिँ अब एक्चुअल ड्यामेज एन्ड लसको बारेमा त रेस्पोन्सलाई थाहा, युनिटलाई थाहा हुन्छ। त्यो रेस्पोन्स युनिटले ती कुराहरू चाहिँ कता ट्रान्सफर गर्नु पर्यो, अब रिकभरीलाई दिनु पर्यो। The transfer is in fact on which the free force takes place between two dissimilar processes. जस्तो रेस्पोन्स र रिकभरी चाहिँ सँगसँगै पनि हुन सक्छ भन्ने कुराहरू छ हैन। जस्तो लङ टर्म भनौँ न, अब धेरै लामो भनौँ न ठुलो खालको डिजास्टरले चाहिँ धेरै इम्प्याक्ट, जस्तो अर्थक्वेकले चाहिँ धेरै ठाउँहरूमा धेरै इम्प्याक्ट गरे हुन्छ। त्यस्तोमा चाहिँ हामीले सर्च एन्ड रेस्क्युको काम पनि भइरहेको हुनसक्छ, अथवा रिलिफ डिस्ट्रिब्युसनको कुराहरू पनि कन्टिन्युस भइरहेको हुनसक्छ, र सँगसँगै चाहिँ रिकभरीको कामहरू पनि भइरहेको हुन्छ। अब यसमा चाहिँ दुईटाको म्युचुअल अन्डरस्ट्यान्डिङमा चाहिँ कामहरू चाहिँ भइरहेको हुन्छ होइन। रेस्पोन्स भनेको अर्जेन्ट प्रब्लममा चाहिँ सर्ट आउट गर्ने कुराहरू भयो भनेको त्यो चाहिँ कुनै अब प्लानिङ, रेस्पोन्सको लागि चाहिँ कुनै प्लानिङ बिना, प्लानिङ यानि कि कुनै अब हामीले चाहिँ यहाँ यस्तो गर्ने ऊ गर्ने, जिरो टाइम
फ्रेममा चाहिँ काम गर्नुपर्ने हुन्छ रेस्पोन्स रिलिफ डिस्ट्रिब्युसनको कुराहरू भनेको त्यहाँ अब हामीले चाहिँ एभ्रिडे जुन साइटमा चाहिँ म्यानेजमेन्टको कुराहरू हुन्छ त्यसको एभ्रिडे बेलुका चाहिँ त्यसको एउटा डाटा बन्छ त्यो हिसाबले चाहिँ प्लानिङ गर्दै अगाडि बढ्ने कुराहरू हो तर रिकभरी भनेको चाहिँ के हो त डिटेल डिजास्टरको इम्प्याक्टको डिटेल डाटा ल्याएर अनि बल्ल चाहिँ त्यसको एनालाइसिस गरेर अगाडि बढ्ने कुराहरू र अब यो रेस्पोन्स भनेको एकदमै स्टेट अफ इमर्जेन्सीमा चाहिँ काम गर्ने भएको हुनाले चाहिँ हरेक कुराहरू चाहिँ ऊ हुन्छ भने उसको लागि चाहिँ अब रिकभरीलाई चाहिँ त्यो खालको चाहिँ त्यो पावर चाहिँ हुँदैन भन्न खोजेको जस्तो एभ्रिडे इमर्जेन्सी डिक्लेयर गरिसक्यो इन्टरनेसनल अपिल गऱ्यो भने त एभ्रिडे सपोर्ट आएको गर्छ त्यसलाई चाहिँ अगाडि बढाउनलाई ऊ भएन लिमिटेसन चाहिँ हुँदैन भन्ने कुराहरू हो भनौँ न अथोरिटीको हिसाबले तर रिकभरीलाई चाहिँ एभ्रिथिङ वी हेभ टु एनालाइज भने जस्तो हो जस्तो डिटेल यो ड्यामेज एसेसमेन्टका कुराहरू लस अफ इन्फ्रास्ट्रक्चरका कुराहरू लस अफ ह्युमन लसका कुराहरू अथवा यो भनौँ न यो माइनर इम्प्याक्ट र यो मोडरेट टाइपको इम्प्याक्ट र मेजर इम्प्याक्ट भनौँ ड्यामेजका यो बिल्डिङ्स इन्डिभिजुअल हाउसेसहरूको कुराहरू सप्लाईका कुराहरू यी सबै चिजहरू चाहिँ एनालाइज गरेर मात्रै बल्ल अगाडि रेस्पोन्स एक्सन मस्ट समटाइम्स बी टेकन विथआउट कन्सिडरेसन अफ लङ्गर टर्म यो रिपरकसन्स इफेक्ट्स अफ अन रिकभरी प्रोग्राम्स भनेको रेस्पोन्समा चाहिँ हामीले डिटेल हाम्रो ऊ भएन भने चाहिँ त्यसले केलाई इम्प्याक्ट गर्छ भन्दाखेरि रिकभरी प्रोग्रामलाई भनेको अब जाजरकोटकै त्यही अर्थक्वेक इक्जाम्पल भने जस्तो त्यहाँको चाहिँ कुनै पनि डाटाहरू चाहिँ अब प्रोभाइड छैन आएको छैन केही छैन फेरि अहिले अब डिटेल त्यहाँको चाहिँ ड्यामेज एन्ड लस एसेसमेन्ट गर्नलाई चाहिँ अब अहिले गइरहेछ भने त्यसले केलाई इम्प्याक्ट गर्यो त रिकभरी प्रोग्रामलाई इम्प्याक्ट गर्यो होइन जस्तो लार्ज अब यो सम रेस्पोन्स एक्सन्स मे हेभ डाइरेक्ट इम्प्लिकेसन्स फर रिकभरी प्रोग्राम्स जस्तो लार्ज स्केल इभ्याकुएसन मोमेन्ट द निड टु एक्सेप्ट आउटसाइड एसिस्टेन्स विच आउटसाइड अब लोकल इकोनोमी अथवा हाम्रो उसमा चाहिँ रेस्पोन्स प्रोग्रामले चाहिँ अब हामीले चाहिँ इभ्याकुएसन गऱ्यौँ अथवा यो कम्युनिटीलाई चाहिँ मोर इम्प्याक्ट जोनबाट चाहिँ जोगायौँ भने अथवा ल्यायौँ भने चाहिँ अब यसले चाहिँ डाइरेक्ट रिकभरीलाई चाहिँ सपोर्ट ती डाटाहरू चाहिँ डाइरेक्ट रिकभरीलाई चाहिँ सपोर्ट गर्ने खालका पनि भए भन्ने कुराहरू होइन अब जस्तो रेस्पोन्स एक्सन मे हेभ लोड द क्यापेबिलिटी अफ की गभर्मेन्ट डिपार्टमेन्ट्स होइन अब यो बाई युजिङ अफ फाइनेन्सियल एलटमेन्ट्स फ्युल एलोकेसन्स एसेक्ट्रा होइन अब भनेको हामीले चाहिँ जस्तो डिजास्टरको फेजमा चाहिँ के हुन्छ त अब यो रेस्पोन्समा चाहिँ हरेक युनिटहरू चाहिँ त्यहाँ के हुन्छ त जोइन्ट भएको हुन्छ तर अब जस्तो हाम्रो अरू गभर्मेन्ट सेक्टरले पनि आफ्नो कामहरू छोडेर डिजास्टरलाई चाहिँ सपोर्ट गरिरहेको हुन्छ जस्तो हामीले हेऱ्यौँ भने विभिन्न डिपार्टमेन्टहरूले चाहिँ कोहीले भेहिकल प्रोभाइड गरे हुन सक्छ कोहीले मेन पावरहरू सप्लाई गरे हुन सक्छ उनीहरूको काम चाहिँ के हुन्छ त डेभलपमेन्टको कामहरू चाहिँ हल्टमा बसिराखेको हुनसक्छ होइन ती चिजहरू चाहिँ एक्सन भनौँ रेस्पोन्स फेजमा चाहिँ त्यसरी भइरहेको हुनसक्छ अब रिकभरी प्रोग्राममा चाहिँ अब ती आए अब भनौँ न तिनै डिपार्टमेन्टहरूलाई चाहिँ हामीले पार्टिसिपेट गराउन लाग्यो भने अब अरू दिस नेचरली डाउन ग्रेड्स ओभरअल रिकभरी क्यापेबिलिटी भन्ने कुराहरू हो होइन अब सबै अनि त्यहाँपछि चाहिँ हामीले रिकभरीको लागि चाहिँ एउटा सिस्टम बनाउनु पर्यो अथवा एउटा युनिट बनाउनु पर्यो जस्तो तपाईँले चाहिँ यो 2015 को अर्थक्वेक पछि चाहिँ यो नेसनल रिकन्स्ट्रक्सन अथोरिटी भनेर जुन अर्को युनिट बनाएर चाहिँ काम गरेको थियो त्यो खालको चाहिँ हुनु पर्यो ठ्याक्क इमर्जेन्सी फेजमा फ्रीली चाहिँ सबैले आफ्नो तरिकाले सपोर्ट गरिरहेको हुनसक्छ तर रिकभरी फेजमा आइसकेपछि त गर्न सक्दैन ती चिजहरू यो रिकभरी एक्सन मे अल्सो हेभ टु अपरेट जस्तो विथिन अ चेन्ज कम्युनिटी एटिट्युड होइन कम्युनिटीको एटिट्युड कस्तो छ के छ अब त्यहाँको पब्लिकको भोइस हरेक कुराहरू चाहिँ जोडिएको हुन्छ इमर्जेन्सी रेस्पोन्स एक्सन इज युजली
एक्सेप्टेड एन्ड सपोर्टेड बाई जस्तो होइन अब इमर्जेन्सीमा चाहिँ कस्तो हुन्छ भने तपाईँको जुनसुकै कुराहरू पनि एक्सेप्टेन्स हुँदैन। तत्काल मान्छेलाई नेसेसिटी छ, निडी भइरहेको छ भने 10 डे लर दिए पनि उसले एक्सेप्ट गर्छ। त्यहाँ खानेकुराहरू जस्तो आज त्यसलाई एक्सेप्ट गर्छ, प्रोभाइड गर्छ। तर रिकभरीलाई चाहिँ किनकि इट विल टेक्स टाइम हो नि त, त्यही भएर एनालाइसिस गर्ने कुराहरू टाइम प्रयोग। अब त्यो कम्युनिटी कल्चर यो यसमा डिपेन्ड्स हुन्छ भन्ने कुराहरू चाहिँ ती कुराहरू चाहिँ जोडिएको। जस्तो when responsibility is transferred from response to recovery agencies, होइन, the latter are not all जस्तो only working within the broad। अब यो भनेको यो म्युचुअल अन्डरस्ट्यान्डिङमा चाहिँ दुइटैले फुल्ली क्यारी ओभर गर्न पनि सक्छ। जस्तो रेस्पोन्सको कुराहरू रिकभरी जाँदाखेरि, जस्तो रिकभरीमा चाहिँ फुल्ली रिकभरीको मात्रै काम नभएर रेस्पोन्सका बाँकी रहेका कामहरू पनि गर्नुपर्ने हुनसक्छ। अथवा म्युचुअल अन्डरस्ट्यान्डिङमा चाहिँ दुवैले गर्न पनि सक्छन् भन्ने कुराहरू हो। यसलाई चाहिँ यी सबै चिजहरू हेरेर मात्रै रोल्स एन्ड रेस्पोन्सिबिलिटी चाहिँ ट्रान्सफर गर्ने कुराहरू भयो। यत्तिकै हाबजाडमा चाहिँ रेस्पोन्सबाट रिकभरीमा चाहिँ जाने कुराहरू पनि गाह्रो छ। अब त्यसको जिम्मेवारी रेस्पोन्सिबिलिटी लिने, कसरी काम अगाडि बढाउने, त्यो पहिलाको इन्फर्मेसनहरू कति ग्यादर गरे, जस्तो रिकभरी युनिटले चाहिँ कति इन्फर्मेसन ग्यादर गर्न सकेको छ त रेस्पोन्सबाट, होइन। अब ती चाहिँ कति जेन्युन डाटा छ हुन् कि होइनन्, भेरिफिकेसन पनि इम्पोर्टेन्ट छ, होइन। अब यो कन्टिन्युएसन अफ रेस्पोन्स एक्टिभिटी जस्तो रिकभरीमा सँगसँगै त्यो अघि भनेको कुराहरू कन्टिन्युएसन पनि हुनसक्छ। कति चिजमा रिलिफ डिस्ट्रिब्युसनको प्रोग्रामहरू बाँकी रहन सक्छन्, त्यसलाई चाहिँ कसरी गर्ने भन्ने कुराहरू चाहिँ अब। अथवा यो के चाहिँ आई फर्दर फ्याक्टर इज रिकभरी इज द निड टु डिल सेटिस्फ्याक्टरीली विथ रेस्पोन्स एक्टिभिटिज which continue or have to be projected and beyond the end of emergency response period। जस्तो केही प्रोग्रामहरू चाहिँ कन्टिन्युसली सपोर्ट, जस्तो बाहिरबाट आउने फन्डहरू अथवा सपोर्टहरू, जस्तो इमर्जेन्सीमा फेजमा आएको सपोर्टहरू चाहिँ कसैले चाहिँ कन्टिन्यू 6 महिनासम्म चाहिँ सपोर्ट गरिरहने, जस्तो यो फुडहरूको लागि चाहिँ सपोर्ट गरिरहने हुन सक्छन्। कसैले जस्तो अर्को भनौँ हेल्थ सेक्टरलाई सपोर्ट गरिराखेको हुनसक्छ। अब ती चिजहरूलाई चाहिँ कन्टिन्युएसनको कुरा, जस्तो रिकभरीमा जाने बित्तिकै ती रोकिन मिलेन। रिकभरी भनेको तत्काल अर्ली रिकभरीमा त मान्छे पब्लिक त इन्गेज हुने ठाउँ हुँदैन नि त। उनीहरूले जसै इमर्जेन्सी फेजमा पाउनुपर्ने सुविधाहरू चाहिँ तत्काल कन्टिन्यू अब पाइराख्नु पर्ने पनि हुन्छ। उनीहरूको चाहिँ एउटा भनौँ स्टेबल पिरियड नआउने बेलासम्म, भनौँ न कम्युनिटी पिपलहरूको। फ्रम अल ओभरअल रिकभरी भ्यू पोइन्ट दिस कन्टिन्युएसन एक्टिभिटी निड टु बी अब एक्सपिडियसली डिल्ड विथ टु काउन्ट्स भनेको छ। जस्तो एज प्रोग्राम्स इन देयर ओन राइट इन द पब्लिक एन्ड नेसनल इन्ट्रेस्ट। अब यो चाहिँ पब्लिकले चाहिरह्यो अथवा गभर्मेन्ट, नेसनल गभर्मेन्टले चाहिँ अथोराइज दियो भने त्यो खालले चाहिँ कन्टिन्युएसन हुन सक्ने भयो भन्ने कुराहरू। अब सेकेन्ड इज पार्ट अफ द स्ट्यान्ड्स एन्ड रिलिफ एक्सन विच निड टु, जस्तो सर्ट टर्म इमर्जेन्सी फिडिङ प्रोग्राम्स मे हेभ टु बी एक्सटेन्डेड। जस्तो स्कुलहरूमा न्युट्रिसन प्रोग्रामहरूमा टेम्पोररी सेल्टर एरेन्जमेन्ट्स, जस्तो अब चाहिँ रिकभरी पिरियड नसक्ने बेलासम्म पनि त्यो खालको चिल्ड्रेन फ्रेन्डली चाहिँ हुनु पऱ्यो भने, त्यही भएर स्कुल बच्चाहरूलाई चाहिँ त्यही खालको चाहिँ भनौँ न हाइजेनिक फुडहरू चाहिँ प्रोभाइड गर्नु पऱ्यो। जस्तो सेल्टरहरू चाहिँ यदि बनिसकेका छैनन् भने त्यो हिसाबले सपोर्ट गर्ने। रिकभरी र रेस्पोन्स फरक फरक पाटा हुन् र लङ टर्म रिकभरी भनेको फेरि रिकन्स्ट्रक्सन एन्ड रिहेबिलिटेसनमा जान्छ। अब रिकभरी एक्सनका बेसिस अब भनौँ न के चिजहरू छन् भन्ने कुराहरू हो। अब यसमा चाहिँ डाटा कलेक्सनका कुराहरू आउँछन्, होइन। जस्तो
मेनली के बेसमा चाहिँ हामीले चाहिँ रिकभरी एक्सन चाहिँ अगाडि बढाउने प्लान गर्ने भन्ने कुराहरू चाहिँ कसरी गर्ने भन्ने कुराहरू चाहिँ यसमा आउँछ। अब त्यो भनेको चाहिँ फुल्ली डिपेन्ड्स अन रेस्पोन्स डाटा हो भनौँ, रेस्पोन्स फेजको चाहिँ डाटामा डिपेन्ड्स हुन्छ र त्यो चाहिँ ती डाटाहरू चाहिँ विभिन्न तरिकाले चाहिँ कलेक्सन गर्न सकिन्छ। किनकि त्यहाँ डिजास्टरको फेजमा चाहिँ इमर्जेन्सी फेज भनौँ, रेस्पोन्स सर्च एन्ड रेस्क्यु, रेस्पोन्स एन्ड रिलिफको केसमा चाहिँ थुप्रो सङ्घ संस्थाहरूले चाहिँ सपोर्ट गरिराखेको हुन्छ, काम गरिराखेको हुन्छ। जस्तो गभर्मेन्ट अर्गनाइजेसन, नन गभर्मेन्ट अर्गनाइजेसन, आइएनजिओहरू, रेडक्रसहरू, जस्तो युएन अर्गनाइजेसनहरू, जस्तो मिडिया भनौँ न, मिडिया पार्टनरहरू अथवा इन्डिभिजुअल, कति पब्लिकले चाहिँ इन्डिभिजुअल वेमा पनि सहयोग गरिराखेको हुन्छ होइन। यी चिजहरू उनीहरू सबैले चाहिँ आफ्नो तर्फबाट कलेक्सन गरेको डाटा चाहिँ कलेक्सन हुनु पर्यो भन्ने कुराहरू हो। जस्तो मेनली चाहिँ जस्तो प्रोडक्सन अफ एडेक्वेट इन्फर्मेसन बेस फ्रम विच टु डिफाइन द भेरियस नेसेसरी एस्पेक्ट्स अफ द रिकभरी प्रोसेस। अब रिकभरी प्रोसेसको लागि चाहिँ इन्फर्मेसनहरू चाहिँ इनफ इन्फर्मेसनहरू चाहिँ कलेक्सन हुनु पर्यो हो। त्यो नभइकन हामी रिकभरी प्रोसेसमा जान सक्दैनौँ। त्यही भएर अहिले जाजरकोट अड्केको ती डाटाहरू रिकभरी प्रोसेसमा जान नसक्नुको कारण पनि त्यो हुनसक्छ। डिफिनेसन अफ एन ओभरअल स्ट्राटेजी फर रिकभरी, जस्तो कम्प्याटिबल विथ प्रपोज एन्ड पोटेन्सियल नेसनल डेभलपमेन्ट होइन। अब हामीले चाहिँ जस्तो पहिला इन्फर्मेसनहरू कलेक्सन हुने भयो, कलेक्सन भइसकेपछि हामीले मिनिमल कति चाहिँ रिकभरीमा चाहिँ कामहरू गर्न सक्छौँ, कस्ता खालको स्ट्रक्चरहरू बनाउन सक्छौँ, त्यसको लागि चाहिँ कति बजेटहरू चाहिँ एलोकेट हामीसँग छ अथवा फन्डहरू कलेक्सन भएको छ र कति चाहिँ कलेक्सन गर्नुपर्ने हुन्छ र त्यसको टाइम फ्रेम, त्यो कलेक्सन गर्नलाई कति समय लाग्न सक्छ होइन। यी चिजहरू त आउनु पर्यो नि त। प्लानिङ गर्नुभन्दा अगाडि यी चिजहरू सबै माइन्डमा चाहिँ आइसक्नु पर्यो। हामीले यत्तिकै प्लान, जस्तो हामीले आफ्नो घर बनाउनलाई चाहिँ जुन प्लान गर्छौँ, घर बनाउँदा आफूसित यति पैसा होला, मेरो यस्तो जागिर छ, यो जागिरबाट यति पैसा आउला, अथवा तपाईँले घर बनाउने अथवा गाडी किन्ने तपाईँहरूको आफ्नो लाइफस्टाइल जसरी चलिराखेको हुन्छ, हामीले चाहिँ भनौँ न आफूसँग पैसा पनि कम छ, डिपोजिट कम छ, स्यालेरी पनि कम छ भने तपाईँले ठुलो चिज अगाडि बढाउँछु भन्यो भने त सकिँदैन नि त होइन। त्यो लोन लियो, लोन तिर्नलाई पनि तपाईँको सोर्स त चाहियो। ठ्याक्कै त्यस्तै हो यसमा पनि स्ट्राटेजी, रिकभरीको चाहिँ स्ट्राटेजी प्लानहरू बनाउँदाखेरि मिनिमम स्ट्यान्डर्ड चाहिँ हुनु पर्यो। त्यसको लागि चाहिँ कति कस्ट लाग्न सक्छ भन्ने कुराहरू अथवा कति बनाउनु पर्ने भन्ने कुराहरू त हामीले रेस्पोन्सबाट चाहिँ आउने चिजहरू इन्फर्मेसन कलेक्सन गरेपछि र यसलाई सँगसँगै के गर्नु पर्यो, डुप्लिकेसन नहोस् भन्ने हिसाबले चाहिँ अब हाम्रो चाहिँ नेसनल डेभलपमेन्ट उसित चाहिँ कोअर्डिनेसन एन्ड कोअपरेसनमा चाहिँ काम गर्नु पर्यो। अनि डिटर्मिनेसन अफ इन्डिभिजुअल रिकभरी प्रोग्राम विथिन द ओभरअल स्ट्राटेजी। होइन, अब इन्डिभिजुअल रिकभरी प्रोग्रामहरूको कुराहरू आयो, के चिजहरू गर्ने भन्ने कुराहरू। इम्प्लिमेन्टेसन अफ इन्डिभिजुअल प्रोग्राम्स विथिन द ओभरअल स्ट्राटेजी। होइन, इन्डिभिजुअल भनौँ न वेमा चाहिँ पहिला चाहिँ अब भनौँ न के चिजहरू हुने, एउटा घर बनाइसके, अब भनौँ टेम्पोररी सेल्टर बनाउँदाखेरि बनाइसकेपछि के चिजहरू प्रोभाइड गर्ने भन्ने कुराहरू आउँछन्। इम्प्लिमेन्टेसन जस्तो इन्डिभिजुअल प्रोग्राम्स एन्ड प्रोजेक्ट्स अन अ वेल म्यानेज एन्ड कोअर्डिनेटेड बेसिस, ती चिजहरू चाहिँ पहिला प्लानिङ गर्नु पर्यो, त्यही चिजहरूलाई चाहिँ इम्प्लिमेन्टेसनमा लाने कुराहरू। अब हाम्रो चाहिँ जस्तो अब यही रिकभरीको लागि चाहिँ फेरि एकदमै धेरै प्रब्लम, अघि भने प्रब्लम, विभिन्न प्रब्लमले गर्दाखेरि चाहिँ डिले हुने, रिकभरी टाइममा नहुने रिकभरी प्रोग्रामहरू, त्यसले गर्दाखेरि फेरि लङ टर्म रिकन्स्ट्रक्सन एन्ड रिहेबिलिटेसनको कुराहरू टाइम लाग्ने होइन। यी चिजहरू छन्। यसमा मेनली चाहिँ विभिन्न पोइन्टहरू चाहिँ मैले सर्ट आउट गरेर राखिदिएको छु होइन। जस्तो डिलेज अकर इन द फर्मुलेसन अफ रिकभरी प्रोग्राम्स। सबभन्दा पहिला रिकभरी प्रोग्रामको चाहिँ प्लानिङ गर्ने डिले हुन्छ भनेको, अब त्यो प्लानिङ के कारणले डिले हुन्छन् भन्ने कुराहरू हो। पहिला फर्मुलेसन गर्नलाई नै टाइम लाग्छ।
because the definition and management of recovery programs have not been adequately considered in overall counter disaster planning and organization. अब त्यो रिकभरी प्रोग्राम चाहिँ कस्तो खालको हुने, कसरी बनाउने, कहाँ हो भन्ने यी लोकेसनको हिसाबले हाम्रो प्लानिङमा चाहिँ मिनिमम कति राख्ने भन्ने चिज चाहिँ पूर्व तयारी ती चिजहरू चाहिँ नभएको हुनाले सुरुमा त यसैले चाहिँ डिले गराउँछ भन्ने। जस्तो अब ड्यामेज एन्ड डिस्ट्रक्सन मे बी सो सिभियर, जस्तो ठुल्ठुलो डिजास्टरमा चाहिँ ड्यामेज त थोरै हुँदैन। जस्तो भूकम्प केस हेऱ्यो भने हाम्रो 14 जिल्लामा नै यो रिकभरी एन्ड रिकन्स्ट्रक्सनको मेनली धेरै ड्यामेज भएका 14वटा जिल्लामा त्यो खालको प्रोग्रामहरू भए। त्यो एकदमै धेरै ड्यामेज छन् भने त्यसको चाहिँ प्लानिङ गर्न पनि, डाटा कलेक्सन गरेर प्लानिङ गर्न पनि टाइम लाग्ने भयो, अर्को कस्टको हिसाबले पनि टाइम लाग्ने भयो हैन। जस्तो सिभियर एन्ड एक्सटेन्सिभ, द्याट it is difficult and takes considerable time to assess and formulate recovery programs. त्यो चाहिँ त्यसलाई प्लानिङ गर्नलाई हुने भयो त टाइम लाग्ने भयो भन्ने कुराहरू। सानो खालको डिजास्टर छ, थोरै इम्प्याक्ट, जस्तो 2टा घर मात्रै ड्यामेज भए भने त्यसको फर्मुलेट गर्न त एकैछिनमा छोटो समयमै हुने भयो। ड्यामेज एसेसमेन्ट, ड्यामेज एन्ड लस एसेसमेन्ट पनि टाइममा हुने भयो। तर धेरै ड्यामेज भएको ठाउँहरुमा चाहिँ टाइम लाग्छ भन्ने कुरा। And information is adequate for the formulation of recovery programs. हो, यो एकदमै रिलायबल डाटाहरु चाहिँ कलेक्सन भएर आएको हुनु पर्यो। रिकभरी प्रोग्रामलाई चाहिने इन्फर्मेसनहरु रेस्पोन्स फेजबाट आउने हो। ती चीजहरु रिलायबल भएनन्, अब मिसलिडिङ भए अथवा मिस इन्टरप्रिटेसन भए भने त्यसले पनि फेरि रिसर्भे गर्नुपर्ने स्थिति हुन्छ। हैन, रिसर्भे गर्दाखेरि फेरि के भयो त टाइम लाग्यो हैन भन्ने कुराहरु। And just the additional load imposed on the government system by recovery programs may slow down the functioning and output of government departments. जस्तो हामीले चाहिँ अब जस्तो ठुलो डिजास्टरमा के हुन्छ त सबैजना एकीकृत, जस्तो रेस्पोन्स फेजमा चाहिँ सबै त्यता डाइभर्सन भएर काम गरिरहेको हुन्छ। अथवा गभर्नमेन्टको जति हामीसँग चाहिँ ह्युमन रिसोर्सहरु छ उनीहरु सबैले चाहिँ जति ठुलो डिजास्टर इम्प्याक्ट भयो त्यति धेरै उनीहरुलाई चाहिँ लोड थपिँदै जान्छ भनेको। त्यसले गर्दाखेरि पनि एडमिनिस्ट्रेसन प्रोसेसले पनि के हुन्छ त डिले हुन्छ भन्ने कुरा। अकरेन्स अब एनदर मेजर डिजास्टर भनेको प्यारलली कहिलेकाहीँ एउटा डिजास्टर आइदियो, सँगसँगै उसको चाहिँ रेस्पोन्स फेजको काम हुँदै थियो, फेरि अर्को डिजास्टरले इम्प्याक्ट गर्यो। अब ती चीजहरु चाहिँ के हो त क्यास्केडिङ, अब त्यही डिजास्टरले ट्रिगर भएर आएको हुन पनि सक्छ अथवा अर्को ठाउँमा अर्को लोकेसनमा फेरि अर्को डिजास्टर गइदिएको हुन सक्छ। त्यसले गर्दाखेरि के भन्छ डाइभर्सन भयो। डाइभर्सन हुने बित्तिकै के हो काममा स्लो भयो भन्ने कुरा। रिसोर्स मोबिलाइज हुने भयो त्यो हिसाबले चाहिँ स्लो। अब मिनिस्ट्रियल लेभलको रेस्पोन्सिबिलिटी रिक्वायरमेन्ट ओभरल्याप फ्रम, जस्तो रिकभरीका कामहरु चाहिँ एउटा डिपार्टमेन्ट र अर्को डिपार्टमेन्ट बीच चाहिँ ओभरल्याप हुन्छ। ओभरल्याप हुँदाखेरि अब रेस्पोन्सिबिलिटी कसले लिने भन्ने चाहिँ झगडा कन्फ्लिक्ट हुन्छ हैन। त्यो कन्फ्लिक्टलाई चाहिँ अब म्यानेज गर्न सकेन भने त्यसले पनि के हुन्छ त टाइम लिन्छ। जस्तो फाइल उता जानु, कुनै मिनिस्ट्रीमा जानुपर्ने, उसले भन्छ मेरो अन्तर्गतको फाइल हो भन्ला, अर्कोले भन्ला मेरो अन्तर्गत, त्यहाँ टसल हुन्छ। टसल भइसकेपछि नेपालको स्थिति देख्नु आएकै छ तपाईहरुले, ठ्याक्कै त्यस्तै हुन्छ। अनि अब रेस्ट्रिक्सन्स अन अवेलेबिलिटी अफ फाइनान्स, अब पैसाको कुरा आयो। पैसा नभई अब गोजामा पैसा छैन भने तपाईले चाहेर पनि काम अगाडि बढाउन सकिदैन। ती चीजहरु फाइनान्शियलको कुरो। पोलिटिकल प्रोब्लम्स, जस्तो पोलिटिकल प्रोब्लम्स चाहिँ हाम्रो यहाँ नेपालकै केस हेर्यो भने जो चाहिँ अलिकति लिडिङ लेभलको चाहिँ पोलिटिकल लिडर छ भने उसले जता भने त्यतै बजेट छिटो जाने अथवा काम हुने, अथवा अर्को ठाउँमा चाहिँ प्रायोरिटी पाउनु पर्ने ठाउँमा पनि नहुने, अथवा त्यसको जज जस्तो क्रेडिट लिनलाई पनि उनीहरु अब लडामाथि हुन्छ पोलिटिकल लिडरहरुको। भयो भने मैले गरेको भन्छ, भएन भने फलानले गर्न दिएन भने जस्तो खाली त्यो खालको चाहिँ इम्प्याक्ट।
And अब inadequate attention may be given by the governments to public information programs हैन अब पब्लिकको अब उनीहरूको लागि चाहिँ चाहिने प्रोग्रामहरूको लागि चाहिँ गभर्मेन्टले चाहिँ अब ध्यान दिएन भन्ने कुराहरूले गर्दाखेरि पनि कहिलेकाहीँ अवेरनेसको जस्तो डिजास्टर पछि उनीहरूलाई त्यो अवेरनेसको कुराहरू पनि हुन्छ र अवेरनेस दिन सक्नु पर्यो बुझाउन सक्नु पर्यो जस्टिफाई गर्ने कुराहरू हुन्छ कहिलेकाहीँ अब फल्स इम्प्रेसन्स एन्ड पर्सेप्सन एरा कन्सर्निङ जस्तो रिकभरी मेजर जस्तो पब्लिकलाई चाहिँ मिस इन्टरप्रिटेसन अब इन्फर्मेसन भयो भने त्यसले गर्दाखेरि पनि रिकभरीलाई डिले गराउँछ भन्ने कुराहरू अब सम मेजर एन्ड भाइटल रिकन्स्ट्रक्सन प्रोग्राम्स मे टेक अ लङ टाइम होइन जस्तो अब मेनली चाहिँ इन्फ्रास्ट्रक्चर जस्तो ब्रिजको कुराहरू रोडको कुराहरू रेलवे सिस्टमका कुराहरू जस्तो हाइली ड्यामेज केसहरूमा पनि अब इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्नलाई चाहिँ टाइम लाग्छ भन्ने कुराहरू त्यसले गर्दाखेरि पनि डिले हुन्छ लिमिटेसन्स मे एप्लाई टु द इम्प्लिमेन्टेसन अफ रिकभरी प्रोग्राम जस्तो फर इन्स्टेन्स इन मेटेरियल्स इक्विपमेन्ट स्पेसलिस्ट एन्ड स्किल्ड पर्सनमा भनेको हामीले मेनली रिसोर्स जस्तो नर्मल्ली हामीले बुझ्दाखेरि तीनटा हिसाबले बुझौँ रिसोर्सेस अब मेटेरियल रिसोर्सेस फाइनेन्सियल रिसोर्सेस र ह्युमन रिसोर्सेस अब यी चिजहरू चाहिँ हामीसँग चाहिँ लिमिटेसन छ कम छ भने जस्तो लिमिटेसन छन् तर ड्यामेज धेरै छ भने त्यो पनि टाइम लाग्यो हैन जति ड्यामेज छ त्यो अनुसारलाई पुग्ने सबै यो मेटेरियलहरू भनौँ रिसोर्सेसहरू छ भने टाइममा हुन सक्छ नत्र चाहिँ टाइम लाग्यो भन्ने कुराहरू and the time process of some recovery program cannot be hastened. For instance, those which apply to the natural recovery जस्तो कोकोनट पाम्स ओइल पाम यी चिजहरू चाहिँ अब एग्रिकल्चर फार्मका कुराहरू ती चिजहरू चाहिँ मेनली डिपेन्ड्स अन इकोनोमिक कन्डिसनमा डिपेन्ड भएका चिजहरू ती चिजहरूलाई पनि टाइम लाग्छ सबभन्दा पहिला फर्स्ट घाँस कपासको हुन्छ होइन ती चिजहरूतिर चाहिँ ध्यान दिनु पर्यो भन्ने कुरा रिओरिएन्टेसन अब जस्तो नेसनल एक्टिभिटिजको कारणले जस्तो सोम रिकभरी प्रोग्राम मेनली सेट सब्सटेन्सियल रिओरिएन्टेसन जस्तो डिजास्टर मे इफेक्ट इन एक्सपोर्ट मार्केट कमोडिटी होइन मार्केटका कुराहरू त्यसका इम्प्याक्टका कुराहरू होइन ती चिजहरूलाई चाहिँ टाइम लाग्छ भन्ने कुराहरू अब यी चिजहरू यी कारणले चाहिँ रिकभरी प्रोग्रामलाई चाहिँ डिले गराउँदो रहेछ भने अब हामीले चाहिँ इफेक्टिभ रिकभरी गर्नको लागि चाहिँ के चिजहरू चाहिँ चाहिने रहेछ भन्ने कुराहरू अब हामी चाहिँ अब विभिन्न कारणहरूले चाहिँ रिकभरी प्रोग्रामलाई चाहिँ डिले गराउने कुराहरू पढ्यौँ अब चाहिँ इफेक्टिभ वेमा रिकभरी प्रोग्राम गर्ने हो भने हामी चाहिँ हाम्रो हातमा चाहिँ के चिजहरू हुनुपर्छ भन्ने कुराहरू बिफोर रिकभरी फर्मुलेसन अफ रिकभरी प्रोग्राम भनौँ न जस्तो अब अन्डरस्ट्यान्डिङ रिकभरी प्रोसेस सुरुमा चाहिँ रिकभरी प्रोसेस चाहिँ बुझ्नु पर्यो कसले बुझ्नु पर्यो भन्दाखेरि तपाईँको पोलिसी लेभल जसले चाहिँ फर्मुलेसन गर्ने हो पोलिसीहरू बनाउने हो प्लानिङ गर्ने हो त्यो हायर लेभलको जुन म्यानेजमेन्ट युनिट हुन्छ उनीहरूले चाहिँ रिकभरी प्रोसेसलाई चाहिँ डिटेलमा बुझ्नु पर्यो बुझेन भने त्यही डिले हुन्छ अब त्यो बनाउने मान्छेहरू फेरि के हुनु पर्यो फ्लेक्सिबल पनि हुनु पर्यो रिजिड भएर बस्यो भने के हुन्छ त त्यही डिले हुन्छ इफेक्टिभ वेमा काम हुन अगाडि बढ्दैन भन्ने कुरा रिकभरी एन्ड नेसनल डेभलपमेन्ट त्यसलाई चाहिँ नेसनल डेभलपमेन्ट र रिकभरी कोअर्डिनेसन एन्ड कोअपरेसनमा चाहिँ अगाडि बढ्नु पर्यो कहिलेकाहीँ डुप्लिकेसन जस्तो नेसनल डेभलपमेन्ट प्लानिङले चाहिँ अब कुनै एउटा प्रोग्राम भनौँ न एउटा इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको काम भनौँ न यो प्रोजेक्ट राख्या हुनसक्छ तर त्यही रिकभरी प्रोग्राम हुँदैछ भने त्यसले पनि के गर्नेछ इम्प्याक्ट गर्छ भन्ने कुराहरू होइन रिकभरी अब इन्फर्मेसन बेस भन्नाले चाहिँ अब इन्फर्मेसन कलेक्सन गर्ने कुराहरू हो फ्रम रेस्पोन्स है इन्फर्मेसन फ्रम रेस्पोन्स अपरेसन्स हरेक रेस्पोन्स अपरेसन्सहरूबाट रेस्पोन्स फिल्डमा चाहिँ फेजमा काम गर्ने सङ्घ संस्थाहरूबाट चाहिँ डाटाहरू कलेक्सन इन्फर्मेसनहरू कलेक्सन गर्नु पर्यो पोस्ट डिजास्टर रिभ्यू डिजास्टरको रिभ्यू चाहिँ गर्नु पर्यो भन्ने कुराहरू हो इन्फर्मेसन फ्रम डेभलपमेन्ट प्रोग्राम्स जस्तो इन्फर्मेसन फ्रम स्पेसल त्यो एक्सपर्ट टिमहरू हुनसक्छ इन्फर्मेसन फर प्रोग्राम प्यारामिटर्स
हैन। अब जस्तो रिकभरी प्रोग्रामको चाहिँ प्यारामिटरहरू के छन् त्यसको इन्फर्मेसन फ्रम प्रिभियस डिजास्टर, अघिल्लो हिस्टोरिकल डिजास्टरहरूबाट चाहिँ के लर्न गर्न सकिए अथवा कसरी अगाडि बढ्ने। जस्तो रिकभरी प्रोग्राम त त्यति बेला नि भएको थिएन त, त्यहाँ के चिजहरू ल्याकिङ थिए भन्ने कुराहरू थाहा पाउनलाई पनि ती चिजहरू इन्फर्मेसन कलेक्सन हुनु पर्यो भन्ने। And just the understanding recovery process. And just the ministers, their advisors, and others concerned with the formulation and direction of recovery programs should fully understand reconstruction and long-term community rehabilitation. And अब यो अघि मैले भने त्यो एउटा माथिल्लो जुन यो फर्मुलेसन गर्ने जुन युनिट हुन्छ, जस्तै हाम्रो एनआरए बनाए पनि त एनआरएले सबै के त मिनिस्टर लेभलले सेक्रेटरी लेभलले गाइड गर्ने थियो। कति कुराहरू उनीहरूको पोलिसीले रोकिने कुराहरू अथवा मिनिस्ट्री लेभलबाट डकुमेन्टेसन कुराहरू, यी चिजहरूले गर्दाखेरि के हुन्छ त अप्ठ्यारो परिस्थिति हुन्छ। पहिला रिकभरी प्रोग्राम, रिकभरी भनेको कुन लोकेसनमा हो, कहाँ हो, त्यहाँको रिजन के हो, कस्तो खालको कल्चर हो, के हो, यी सबै चिजहरू पनि डिटेलमा बुझ्नु पर्यो उनीहरूले चाहिँ। अनि इट क्यान जेनेरेट ए मल्टिप्लिसिटी अफ प्रब्लम, some of which will necessitate changes to original plans and recovery proceeds. And अब त्यहाँ चाहिँ हामीले चाहिँ जहिले पनि डिआरआरमा चाहिँ बटम अफ एप्रोचमा काम गर्नुपर्छ भन्छौँ होइन। जस्तो मेनली नर्मल प्री डिजास्टरमा हामी बटम अफ एप्रोचमा काम गर्न सक्छौँ, तर ठ्याक्क रिकभरी जस्तो डिजास्टर गइसकेपछि अब त्यहाँ पछिको सिचुएसन चाहिँ अलिकति अप्ठ्यारो। जस्तो फिल्डबाट सबै इन्फर्मेसनहरू त आउँछ, र त्यसलाई चाहिँ कति कुराहरू चाहिँ हामीले त्यो फर्मुलेसन गरेका कुराहरू ठ्याक्क साइडमा गएर काम गर्दाखेरि म्याचिङ नहुन सक्छ, कति कुराहरू चेन्ज पनि हुन सक्छ होइन। त्यो खालले चाहिँ उनीहरू अलिकति फ्लेक्सिबल टाइपको चाहिँ हुनु पर्यो भन्ने कुराहरू। त्यही भएर यो किनकि हामीले बनाएको पोलिसीहरू प्लानहरू चाहिँ ठ्याक्क साइडमा गएर काम गर्दाखेरि चाहिँ कहिलेकाहीँ के हुन्छ, पब्लिकले उनीहरूको इन्ट्रेस्टहरू पनि राख्न सक्छ, तर ती चिजहरू इन्क्लुड नभएको हुनसक्छ होइन। ती कुराहरू चाहिँ पछि चेन्ज पनि हुन सक्छन्। त्यही भएर सिनियर डिसिजन मेकर्स सुड बी प्रिपेयर टु टेक अ फ्लेक्सिबल एटिट्युड टुवार्ड्स पोलिसी इम्प्लिमेन्टेसन होइन टु प्रड्युस द बेस्ट रिजल्ट। रिजिड भएर बसिदियो, भोलि आफूलाई अप्ठ्यारो हुन्छ भने कुनै एउटा त्यो रिजिड हुनुपर्छ भने प्र्याक्टिस के छ अथवा प्र्याक्टिकल वेमा जाँदाखेरि कुन साइन्टिफिक छ, जस्टिफाएबल छ, ती चिजहरू त एनालाइसिस गर्नु पर्यो। त्यही अनुसारले चाहिँ भन्ने कुरा। इट इज इम्पोर्टेन्ट टु किप इन माइन्ड द्याट रिकभरी फ्रम डिजास्टर अफ अपर्च्युनिटी फर नेसनल इम्प्रुभमेन्ट होइन। यो डिजास्टर भनेको अपर्च्युनिटी टु डेभलप हो। त्यही भएर नेसनल डेभलपमेन्टसित पनि अब नेसनल इम्प्रुभमेन्टको लागि पनि यो एउटा अपर्च्युनिटीको रूपमा चाहिँ रिकभरीलाई चाहिँ लानुपर्छ। त्यही भएर बिल्ड ब्याक बेटर भन्ने कुराहरू। जस्तै अब रिकभरी एन्ड नेसनल डेभलपमेन्ट भनेको मेनली कोअर्डिनेसन एन्ड कोअपरेसन, नेसनल कमिसन प्लानिङसित चाहिँ कोअर्डिनेसन एन्ड कोअपरेसनमा चाहिँ काम हुनु पर्यो भनेको। कहिलेकाहीँ उनीहरूको प्लानिङ र रिकभरी प्रोग्राममा एउटै चिजहरू डेभलपमेन्टको कुरा हुँदैछ भने यही अनुसारले जाने भयो भन्ने कुराहरू हो मेनली चाहिँ यसमा। अब रिकभरी फ्रम बेस भनेको रेस्पोन्सबाट चाहिँ हामीले लिने इन्फर्मेसनहरू। जस्तो इन्फर्मेसन नभइकन हामीले चाहिँ पहिला हातमा सबै चिजहरू नभइकन फर्मुलेसन गर्न सकिँदैन, पोलिसीहरू बनाउन सकिँदैन, अगाडि बढ्न सकिँदैन। त्योबाट आएको इन्फर्मेसनको आधारमा बजेट एलोकेसनका कुराहरू, बजेट फाइनलाइजिङका कुराहरू, बजेट कति लाग्ने भन्ने त्यो फाइन्डिङका कुराहरू। जस्तो इन्फर्मेसन फ्रम ड्यामेज सर्भेज एन्ड निड्स एसेसमेन्ट, ड्यामेज एन्ड लस एसेसमेन्टबाट आउने चिजहरू सबै इन्फर्मेसन कलेक्सन हुनु पर्यो। भेरियस फर्म्स अफ अपरेसनल रिपोर्ट्स होइन। अब त्यहाँ चाहिँ काम हो, जस्तो रेस्पोन्समा काम गर्ने विभिन्न उहरूबाट चाहिँ रिपोर्टहरू चाहिँ कलेक्सन गर्नु पर्यो। त्यही अनुसारले हेर्नु पर्यो। डिपार्टमेन्टल एन्ड अदर रिपोर्ट्स भनेको डिपार्टमेन्ट वाइज चाहिँ जस्तो हामीले चाहिँ क्लस्टर एप्रोचमा चाहिँ काम हुन्छ भने चाहिँ क्लस्टर एप्रोच अन्तर्गत विभिन्न गभर्मेन्टको डिपार्टमेन्ट एप्रोच, जस्तो हेल्थको हेल्थ युनिटबाट आउने भयो, एजुकेसनको एजुकेसन आउने भयो होइन। जस्तो
लाइभलीहुडको कुराहरू, अब ती चिजहरू चाहिँ सेक्युरिटीका कुराहरू, यी सबै चिजहरू कलेक्सन वेमा आउनु पर्यो। अब मेनली चाहिँ नेपालमा मिनिस्ट्री अफ होम एफेयर्सले चाहिँ यस्ता चिजहरू चाहिँ प्रोभाइड गर्न सक्छ। रिपोर्ट्स फ्रम एनजिओ आइएनजिओहरू र इन्फर्मेसन कलेक्टेड बाई इमर्जेन्सी अपरेसन सेन्टर, विभिन्न नेसनल गभर्मेन्ट अन्तर्गतका विभिन्न यो इमर्जेन्सी अपरेसन सेन्टरहरू छन् भनेको लोकल लेभल टु सेन्ट्रल लेभलसम्म छन् होइन। उनीहरूले प्रोभाइड गर्ने इन्फर्मेसनहरू पनि कलेक्सन गर्नु पर्यो। अनि अब यो इन्टरनेसनल एसिस्टेन्ट एजेन्सीहरूले चाहिँ सपोर्ट गर्दाखेरिका उनीहरूले कलेक्सन गरेका डाटाहरू पनि कलेक्सन हुनु पर्यो। भनेको एज मच एज जति इन्फर्मेसनहरू छ हामीले चाहिँ कलेक्सन गर्नु पर्यो। मिडिया इन्फर्मेसनहरू हुने भए, भेरियस सबमिसन्स बाई इन्डिभिजुअल्स भएको इन्डिभिजुअल वेमा पनि कतिले सपोर्ट गर्नुभएको छ, अथवा उहाँहरूले चाहिँ यो सर्च एन्ड रेस्क्युको कामहरू गर्नु भएको छ, अथवा कुनै कम्युनिटी बेसमा रहेर सपोर्ट गरिराख्नु भएको छ भने उहाँहरूबाट पनि इन्फर्मेसनहरू चाहिँ कलेक्सन हुनु पर्यो। अनि अब कहिलेकाहीँ फेरि अब जस्तो इट इज इम्पोर्टेन्ट द्याट दिस इन्फर्मेसन इज इन अ फर्म विच क्यान बी युज फर रिकभरी पर्पज होइन। दिस मे नेसेसिटेट स्पेसल प्रोसेसिङ, एडिटिङ ओर अदर सिमिलर ट्रिटमेन्ट। भनेको यसलाई भेरिफिकेसनको आवश्यकता हुन्छ। सबैबाट कलेक्सन भएको डाटा ठ्याक्कै एउटै नहुन सक्छ होइन। त्यसको भेरिफिकेसन चाहिँ के हो त इम्पोर्टेन्ट छ। मेनली चाहिँ भेरिफाई गरेर मात्रै अगाडि बढ्नुपर्ने हुन्छ। जस्तो अब पोस्ट डिजास्टर रिभ्यू होइन, पोस्ट डिजास्टर रिभ्यू क्यान बी क्यारिड आउट रिजनेबली सुन आफ्टर कम्प्लिसन अफ द इमर्जेन्सी फेज। अब हामीले यो रिभ्यू चाहिँ तत्काल इमर्जेन्सी फेज सकिने बित्तिकै गर्नुपर्ने चिजहरू हो, ताकि यो चाहिँ एउटा भेरिफिकेसनको पाटो पनि हो। यो रिभ्यू गर्न जाँदाखेरि हामीले इन्फर्मेसन कलेक्सन गरेका चिजहरू चाहिँ ठिक छन् कि छैनन्, अथवा कुन चाहिँ कति चाहिँ रिलायबल डाटा हुन सक्छ भन्ने इन्फर्मेसन एक्वायर्ड फ्रम पोस्ट डिजास्टर रिभ्यू क्यान अल्सो बी युटिलाइज फर रिकभरी प्रोग्राम पर्पसेस। इन्फर्मेसन क्यान बी युज फर लङ टर्म रिकभरी प्रोजेक्ट्स होइन, एन्ड नेसनल डेभलपमेन्ट लाइक ल्यान्ड युज रेस्ट्रिक्सन्स होइन। अब यो चाहिँ हामीले एसेसमेन्ट बनाउन ड्यामेज एन्ड लस एसेसमेन्ट भयो, त्यसपछि चाहिँ रिस्क एसेसमेन्ट फेरि गरेर मात्रै अगाडि बढ्ने। रिस्क एसेसमेन्टमा चाहिँ अब कुन चाहिँ यो ल्यान्ड युज प्लानिङमा जाने, बिल्डिङ कोड इम्प्लिमेन्टेसनमा जाने कुराहरू, बिल्ड ब्याक बेटरमा जाँदैछौँ भने ती चिजहरूलाई चाहिँ ध्यान दिनुपर्ने कुराहरू होइन। अब इन्फर्मेसन फ्रम डेभलपमेन्ट प्रोग्राम्स मा चाहिँ यो भयो इन्फर्मेसन फ्रम स्पेसल टिम। अनि जस्तो स्पेसल टिमले चाहिँ जस्तो हामीले चाहिँ जस्तो डिजास्टर आइसकेपछि अब विभिन्न सेक्टरल एक्सपर्टिज ग्रुप जस्तो सेक्रेटरी लेभलबाट अथवा डिजास्टर को एक्सपर्टहरू अथवा यो ह्युमेनिटेरियन एक्सपर्टहरू, यो विभिन्न सेक्टरल वाइज चाहिँ त्यहाँ मान्छेको एउटा टिम बनाएर उनीहरूलाई चाहिँ त्यसको एसेसमेन्ट गर्नलाई चाहिँ फिल्डमा चाहिँ खटाइएको हुन्छ। जस्तो त्यति बेला रेड क्रसले पनि आफ्नो तरिकाले गरिराखेको होला, गभर्मेन्टले पनि एउटा टिम बनाएर त्यसको डाटाहरू कलेक्सन गरेर ल्याएको हुन्छ। ती चिजहरूलाई पनि के गर्नु पर्यो त इन्कर्पोरेट गर्नु पर्यो, हेर्नु पर्यो इन्फर्मेसन चाहिँ कलेक्सन गर्ने तरिका। र स्पेसल टेक्निकल टिम इज युज टु सुपरभाइज एन्ड मोनिटर द इमर्जेन्सी रेस्पोन्स हो नि त होइन। त्यति बेला चाहिँ अब रेस्पोन्स फेजमा चाहिँ कसरी काम भइरहेछ, के भइरहेछ, त्यहाँको ड्यामेज एन्ड लस पनि हेरिराखेको हुन्छ र अरूले गरेको कामहरू कस्तो भइरहेछ, यो दोहोरो हुन्छ। इन्फर्मेसन फ्रम टेक्निकल टिम इज लाइकली टु बी अफ मेजर भ्यालु एन्ड इम्पोर्टेन्स फर रिकभरी प्लान्स। र उनीहरूले ल्याएको डाटाहरू र उनीहरूले देखेको साइट कन्डिसन सिचुएसन यी सबै चिजले चाहिँ रिकभरी प्लान पोलिसीहरू बनाउँदाखेरि चाहिँ अब किनकि यो टिम स्पेसल टिमले दिने डाटा भनेको र उनीहरूले पछि चाहिँ के हुन्छ त त्यसलाई इन्कर्पोरेट एड्रेस गर्ने तरिकाले नै फेरि पोलिसी मेकरहरूसँग पनि त्यही खालको चाहिँ रिकमेन्डेसनहरू चाहिँ प्रपोज गरे हुन्छ। ती चिजहरू चाहिँ इम्पोर्टेन्ट भयो भन्ने कुरा। अब यो प्रोग्राम प्यारामिटरको लागि चाहिँ इन्फर्मेसनहरू जस्तो इन्फर्मेसन विच एफेक्ट द साइज एन्ड सेप अफ रिकभरी प्रोग्राम्स also needs to be taken into account.
कस्तो कुन साइजको कस्तो खालको रिकभरी प्रोग्राम हो, त्यसको प्रोजेक्ट कस्ट कति लाग्न सक्छ र टाइम स्केल कति समय लाग्न सक्छ होइन। हामी रिकभरी गर्दाखेरि कन्ट्री इनपुट क्यापेबिलिटी रिसोर्स कति छ कन्ट्रीको, कति चाहिँ हामीले चाहिँ अब हात थाप्नु पर्नेमा इन्टरनेसनल एसिस्टेन्ट अफ पोटेन्सियल कति चाहिँ अब फन्ड कलेक्सन गर्नुपर्ने हो। यी सबै चिजहरू मेनली अब 3टा रिसोर्सेस फाइनेन्सियल, मेटेरियल एन्ड ह्युमन रिसोर्सको कुरा हो। र अब प्रिभियस डिजास्टरबाट चाहिँ के सिकिया छ ती चिजहरू चाहिँ इम्पोर्टेन्ट छ। भनेको पहिला अघिल्लो डिजास्टरमा चाहिँ हामीले जे चिजहरू फेस गऱ्यौँ अब हामीले चाहिँ इम्प्लिमेन्टेसन गर्न गाह्रो भयो अथवा रिकभरी प्रोग्राममा चाहिँ च्यालेन्जेसहरू के थिए ती चिजहरू चाहिँ अहिलेलाई के गर्नु पर्यो, एड्रेस गर्नु पर्यो ताकि हामीले इफेक्टिभ वेमा चाहिँ रिकभरी प्रोग्रामलाई चाहिँ अगाडि बढाउन सक्छौँ भन्ने कुराहरू यसमा भनिएको हो। होइन अब यो प्रिभियस डिजास्टरहरू चाहिँ नेसनल एन्ड इन्टरनेसनल इन्फर्मेसन त्यो जुनसुकै कन्ट्रीको पनि इन्फर्मेसनलाई चाहिँ हामीले कलेक्सन गर्न सकिन्छ भन्ने। ल आज यति नै गरौँ कि त। हेलो हुन्छ सर, हुन्छ है ल आज यति। स्लाइडहरू पाए हुन्थ्यो सर। अब म त्यो उसमा चाहिँ राखिदिउँला तपाईँहरूको के अरे त्यो गुगल ड्राइभ आएको छ होइन। हजुर सर। त्यहाँ चाहिँ म राखिदिउँला। सर यो च्याप्टर वाइज असाइनमेन्ट पायो भने हुन्थ्यो सर, सजिलो हुन्थ्यो कि गर्नलाई। पछि एकैचोटि आयो भने गर्नलाई पनि गाह्रो हुन्छ जस्तो लाग्छ। सबैको एकैचोटि आयो भने हाम्रो फेरि टाइम पनि नपुग्ला हामी सर। अहिले च्याप्टर वाइज आयो भने सजिलो हुन्थ्यो। टाइम त कहिले तपाईँहरूको साउनमा हुनेवाला इक्जाम? हजुर सर। त्यो भएपछि टाइम सकिन्छ। अब धेरै छैन, 3टा क्लासमा सकिन्छ होला कोर्स। हुन्छ सर, एसाइनमेन्ट चाँडै पायो भने सजिलो हुन्छ। म दिन्छु एसाइनमेन्ट, मैले फुल्ली दिन्छु। हजुर सर। क्वेसनहरू सबै बनाएर दिन्छु, त्यहाँ अब तपाईँ त्यही हिसाबले बुझाउँदै जानु। हुन्छ सर, हुन्छ। पछि एक्जामलाई नि हुने गरेर सर। हुन्छ हुन्छ ल आज यति गरौँ ल। केही छ सोध्नुपर्ने छ भने सोध्नु होला है। तपाईँ सबै साइलेन्ट आफै यहाँ जोइन हुने अन्त भुल्ने हो कि के हो? होइन सर, होइन। इन्टरेक्सन गर्नुपर्छ है कहिलेकाहीँ है। ल त ल।